अब हामी चाहिँ जाँदैछौँ दबाई लिउन राम्रो देखिरहेको छ नि त यता चाहिँ मम्मी अर्को मम्मी जामा अलि राम्रोसँग देखाउनु नबिर्सिनु होला स्पेसल कुक मान्छे इज्जत वेलकम टु माई ब्लग आज चाहिँ म यहाँ बाटो चाहिँ बनाउँदैछु मैले चाहिँ के भन्छ अरे अन्त कलेजको त्यो ग्रिनरी हुन्छ नि त्यो चाहिँ 1 महिनापछि हुन्छ भनेको थिएँ लास्ट टाइमै तर त्यो ग्रिनरी यति छिटो भयो कि 1-2 हप्ताभित्रमा यस्तो मजाले हरियो भएको छ मैले देखाउँछु है त आज चाहिँ के भन्छ अरे कलेजमा के अरे हेल्थ चेकअप पनि छ प्लस त्यसपछि म अन्त कहीँ जाँदैछु सो आज चाहिँ म यस्तो भएर आएको छु कलेजमा चाहिँ अनि बहिनीहरूले हिजो लाएर आएको थियो लाउनलाई चाहिँ कुर्था अनि बहिनीहरूलाई म सरप्राइज दिन्छु नि बहिनीहरूको छुट्टी रहेछ अब आज चाहिँ आउँछ तिनीहरू सेकेन्ड पिरियडबाट आउँछ मेरो चाहिँ फर्स्ट पिरियड हो सो म अहिले चाहिँ मेरो कलेजको ग्रिनरी देखाउँछु है त सी हियर कलेज कस्तो मजाले हरियो भएको पुरै हरियो फुलहरू चाहिँ सुकेर केही नै छैन सकिसक्यो फुलहरू सबै झरेर हरियो पात पलाइराखेको चाहिँ स्टुडेन्ट सिग्नलमा वेटिङ हेर्नु त यस्तो मजाले के हरियो क्या अस्ति 1-2 हप्ता अगाडि 2 हप्ता पनि होइन अलिकति 1 हप्ता जस्तो भनौँ न अगाडि यस्तो त्यो पातहरू झरेर एउटा पनि केही बाँकी थिएन आज त्यस्तो मजाले हुन्छ साथसाथै कफी पनि टक्क लगाएर हामी चाहिँ यस्तो मजाले सेट फुल मसिनो तर देखिँदैन यहाँ चाहिँ यस्तो मजाले हरियो मजाले फुलेर हरियो हरियो बिचमा यस्तै त यहाँ चाहिँ कति धेरै रहेछ क्या मजाले हातै चिप्ल्यो फेरि कलेजमा यस्तो मजाको छ कि फोटो खिच्न पऱ्यो भने भिडियो बनाउनु पऱ्यो भने कहीँ जानु पर्दैन कि कलेजमै हुन्छ एभ्री डे के यस्तो मजाको भ्यू छ के भनौँ यहाँ यतापट्टि भयो अनि यतातिर यहाँ चाहिँ म चाहिँ कलेजभित्र जाँदैछु खासमा यो चाहिँ हामीले विल चेयर भएको स्टुडेन्टहरूको लागि चाहिँ हो यो खासमा युज गर्नुको लागि चाहिँ सो म चाहिँ लकरमा जान्छु गेटअप चाहिँ मेरो यही हो क्या पुरा कुर्ता लाएर हुन्छ नि यस्तो क्या कहिले काहीँ चाहिँ कस्तो हुन्छ नि के लगाउनु कस्तो लगाउनु मन लाग्ने क्या हिजो नै लगाएको थिएँ आज चाहिँ अब उता म एकछिनपछि भन्छु आज मैले कुर्ता लगाउनुको कारण चाहिँ म एकछिनपछि मेरो कलेज सकेपछि भन्छु मेरो चाहिँ अब फर्स्ट पिरियड छ सो म चाहिँ अहिलेलाई गएको यो चाहिँ हाम्रो कम्प्युटर क्लास हो अनि मेरो चाहिँ फर्स्ट पिरियड चाहिँ उसको कम्प्युटर क्लास छ अनि सबै स्टुडेन्ट आइपुगेको छैन यसपछि चाहिँ हाम्रो हेल्थ चेकअप छ मैले चाहिँ के अरे बिहान कुर्ता लगाएको थिएँ अहिले चाहिँ टी सर्ट लगाएँ चेन्ज गरेर बसेँ किनभने त्यहाँ प्लेन लुगा लगाएर आऊ भनेको थियो त्यो भएको भएर चाहिँ अनि के उसले सपुले मेसेज गरिरहेको चाहिँ अनि त्यसपछि यो उमा जिदा हान्बाई के भएर हामी चाहिँ फ्रीमा जुस निकालेर खान्छौँ अस्ति मैले एकचोटि निकालेको थिएँ अब 2 चोटि बाँकी छ अनि बहिनीकोबाट 2जना बहिनीकोबाट अझै 6 चोटि अब म निकाल्छु है जुस अब एकछिन हेल्थ चेकअप सक्यो अब हामी चाहिँ जाँदैछौँ सुटिङ नि सक्यो हामी टिकटक बनाएर पछाडि यस्तो राम्रो ठाउँ छ यहाँ माथि यस्तो छ यहाँ मेरो बहिनी छिन् अर्की उता छिन् हाम्रो क्यामराम्यान यहाँ चाहिँ हाम्रो छातावाली हुन् सबसे ठुलो छातावाला म चाहिँ छाता नभएर किनभने पछाडि यस्तो राम्रो देखिरहेको छ नि त हाम्रो यो त्यही हो क्या हाम्रो कलेजमा के फोटो खिच्नु पऱ्यो भने भिडियो बनाउनु पऱ्यो भने कहीँ जानु पऱ्यो यस्तो राम्रो सिन छ कि रियलमा कति दामी छ होइन इचिमान लिएर होइन त्यो पैसा त लाग्दैन इचिमान मात्रै हो क्या फेरि इचिमानमा यस्तो खतरा फोटो खिचिदिन्छन् यिनले चाहिँ मेकअप गरिदिन्छन् यो अनुहारै ढाकेछिन् होइन भारे आउँछ भारे यिनलाई मेकअप त्यसै भनिकन आइडिया कस्तो राम्रो दिन्छन् यता अझै घर फर्किँदै हो पानी परिरहेछ जहिले नि यस्तै हुन्छ हो हेल्थ चेकअप गर्ने टाइममा है ल पहिला नि लास्ट टाइम नि यस्तै भएको थियो त्यो गर्ने बेला नि सानो चाहिँ हुँदाखेरि
अनि अब चाहिँ हामी अब उता जाँदैछौँ नानी नानीको गिफ्ट अनबक्सिङ हुँदैछ है छानी अघि चाहिँ आउन पाएन है नाना चाहिँ विनिङ सेरेमनीमा चाहिँ आउन पाएन यहाँ चाहिँ गिफ्ट अनबक्सिङ भइरहेको यहाँ यता चाहिँ मम्मी यता चाहिँ ठुल मम्मी ठुल मम्मी जामा अलि राम्रोसँग देखाउनु कस्तो राम्रो यो चाहिँ उसको दिदीले दिएको हाम्रो बच्चाले दिएको हाम्रो छाने नानी यहाँ चाहिँ आज नाम के रे नानीको आउनु लाग्यो होइन आज अन्याको के अरे राइस फिडिङ भएको है म्याचिङ म्याचिङ गरेर है दिदीले यसो कटनहरूको फेरि कस्तो राम्रो हुन्छ क्या बच्चाको हाम्रो यहाँ यता मम्स चाहिँ के अरे पुरा गिफ्ट देखाउँदै हुनुहुन्छ थ्याङ्क यू फर दिस गिफ्ट धनको राजा हामी सिधै धनीवाला छ भोलिबाट आरो भाइ त छोड्नुस् यो राख्नुस् मलाई त हैन जाँदा जाँदै के अरे इची ओकु एन परेर आरे के वाउ म त त्यसको लागि फेरि पहिला किन्नु पर्ला नि हैन जाँदा जाँदै सुटकेस साके भरे राति छिचो सु त अहिले देखिहाल्नु सपनामा सपना देख्यो भने पुरा हुन्छ नि त ढोका लाउका के नै सुन्तलाको रसहरू चुहाइसक्यो अहिले तर बच्चाहरूको कति राम्रो राम्रो ड्रेस के छोरी बच्चाको के छोराहरूको त खासै लुगा हुन टी-सर्ट प्यान्ट अस्ति गएको हेर्नु नि माइजू म चाहिँ है त्यो बाबुको लुगा किनिदिनु सबै केटीको लुगा मात्रै छ है आफ्नो आँखातिर केटातिर गएको छ बाबुको लुगा किन्न गएको नि यस्तो नि त्यो हालेको त्यो प्यान्ट टी सर्ट अनि त्यो हाफ हुन्छ नि गर्मीमा यस्तो राम्रो अनि सेट थिएन पुरै गरे म्याचिङ गरेर पठाइदिएको पछि त्यसमै गएको निसीमाचु यहाँमा हेरेको हेर न हामीले आन्याले कति मजाले हेरेछ है आन्या भोलिपछि दिदीको भाइ गर्न आउँछ है दिदीको युट्युबमा कन्टेन्ट हुन्छ कन्टेन्ट प्लिज लाइक फलो शेयर कमेन्ट नबिर्सिनु होला इवा पनि छ नि है सेम ट्विनिङ गरेको नि इवा चाहिँ ट्विनिङ बहिनी त यसो नि के हो म त्यो हो तर बच्चाहरूलाई ट्विनिङ गरेर लाउनु फेरि कस्तो राम्रो हुने के तिमीलाई कुन मन चेरिनु हेरेको हेर उसले कस्तो मजाले हेरेको क्या उसले फेरि बर्थडेहरू आउन लागेर लुगा किन्न यसको अस्तिको बर्थडेको एउटा सुटकेसमा सानो खोलेन अनि त्यो लाएर कहिले हो नि अर्को उनीहरू लाइन भयो न त सानो बच्चाहरूले फेरि कति यो बढ्ने बच्चाहरूले लुगा कति छिटो सानो हुने के माम खानको लागि अन्यको विनको लागि सोनुहरूले कस्तो मजाले बनाएछ अन्य यता हेर छ नि उता उसको टुलमा मिलाएर कुरा गरेको चाहिँ एक्सर्साइज गरिङ अन्यले यहाँ एक्सर्साइज गरिरहेछ यहाँ ठुल मम्मी गाइड Ai, Anne! Anne! Aza. Abi! Abi, Suha! Abi, Suha! Special cook मान्छे इधर बिचारा गोमेन्ने नाना म चाहिँ आउन पाएन हाम्रो स्पेशल माइजू प्लस नाना हो मेरो त फर्स्ट मेरो नाना त्यसपछि मेरो माइजू बरु एसी अफ गरेर त्यो किरा छिरिसकेछ हाम्रो बच्चा गएकोबाट कहाँ जाने भनेको यहीँ आएको हो म यहीँ आएको यहाँ बिचरा हाम्रो नाना एक्लै कुक भएको म चाहिँ यहाँ खाना मात्रै आएको हो के एउटा यहाँ पल्टिङ हाम्रो मेन स्पेसल आजको हाम्रो
सानो मान्छे आइ अन्ने विशाल भन्दियो अन्ने विशाललाई हेलो माथि हेर्नु नि उसलाई के मतलबै छैन कस्तो बच्चा जानु पर्यो म चाहिँ अब त बिस्तारै बिस्तारै बामे सर्छ नि नाना अब त छिट्टो हुन्छ जस्तो छ उता हेरेन के उसलाई के मतलब वास कपाल उल्टी कुखुरा भइ हाम्रो नाना फेस भइ मेरो कपाल कस्तो देखेको म चाहिँ अब यहाँ आएर के भन्छ छिटो आउँछु भन्ने प्लान थियो बट आज मेरो के अरे कलेजमा हेल्थ उसले चेकअपले गर्दाखेरि 5 बजे त के अरे अहिले 5 बजे होइन निस्किन त म कति 3:30 कति भएको थियो क्या 4 को उसमा ट्रेनमा त आएको 4 कति 6 को ट्रेनमा यहाँ आउँदाखेरि 5 बजे हाम्रो मान्छेले आज यति मिठो 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 बनाएर खुवाउनु भएको थियो हाम्रो मान्छेले म यति धेरै खाएँ प्लिज मेरो अनुहार नदेखाइदिनुस् हैन म सधैँ देखाउँछु नानाले अब त झन् डेली हुन्छ हैन त हाम्रो नाना पर्छ भाइ मलाई त लाग्दै छ हामी पनि कोही म चाहिँ अब जाने हो नाना चाहिँ यहाँ ठ्याक्कै ढोकासम्म छोड्न आउनु भएको छ कि अन्त काहीँ नै ढोकासम्म म नि यहाँ उ गर्छु न त्यहाँबाट निस्केर चाहिँ यहाँ ट्रेन कुरिरहेको छु एक्चुअली चाहिँ म के भन्छ अरे गएको सकेर अन्त त्यसपछि हेल्थ चेकअप थियो त्यो सकेर चाहिँ यहाँ आउने भनेर खासमा म रेडी भएर गएको थिएँ गएको म अलरेडी चाहिँ तर के गर्नु गएकोमा चाहिँ ढिलो भयो अनि आउँदाखेरि चाहिँ त्यो सकिसकेको चाहिँ सबैजना आइसक्नु भएको थियो मामा माइजूहरू चाहिँ हालत हेर नि यहाँ यस्तो हो क्या म कहीँ गयो भने चाहिँ मेरो हालत जहिले नै यस्तै हुन्छ पुरा कपाल चाहिँ उडी बाबा म चाहिँ त्यो यस्तो अल्छी छु क्या एकदम मेकअप पनि गर्दिनँ अनि यो चाया चाहिँ अब स्टिल छ क्या सन्चो भएको छैन बिस्तारै हुन्छ अब हिँडेर गयो भने चाहिँ लगभग 25 मिनट लाग्छ बट म चाहिँ ट्रेनमा गएको छिटो हुन्छ कि भनेर चाहिँ त्यो भएको भएर चाहिँ म ट्रेन वेट गर्दैछु अनि घरबाट चाहिँ म फ्रेस हुन्छु अनि आउने बेला भयो अब चाहिँ म जान्छु रुम पुग्नलाई ट्रेनमा आएको भएर चाहिँ छिटो भयो क्या अनि मलाई चाहिँ यस्तो बस्नु मन लागेको थियो है नानाहरूसँग त्यो बहिनीहरूसँग यस्तो बसेर कुरा गर्नु मन लाग्थ्यो तर के भन्नु भोलि फेरि बिहान नै कलेज जानुपर्छ कलेज नै फेरि बिहान मेरो कति 9 बजीदेखि स्टार्ट छ अनि 9 बजीदेखि स्टार्ट हुनलाई चाहिँ म लगभग 10-15 मिनट अगाडि पुग्नुपर्छ अनि यहाँको ट्रेन चाहिँ कस्तो छ भने चाहिँ त्यही हो टाइम कहिले नि आउँदैन ट्रेन जहिले त्यस्तै हो ट्रेनको त के कुरा गर्नु कहिले लेट हुन्छ कहिले के हुन्छ अनि त्यही भएर म बिहान लगभग 7 बजे उठ्नुपर्छ 7 बजे उठेर फ्रेस भएर अनि फेरि तातो पानी तताएर खाएर उ गर्दाखेरि ठिक्क हुन्छ क्या यहाँबाट जाने नि आधी घन्टा लाग्छ अनि आजको लागि चाहिँ सबैजनालाई चाहिँ बाई बाई भन्न चाहन्छु साथीहरू बाई बाई